जानकारी हामीलाई मलाई दिएको थियो मलाई आउँछ मलाई दिएको चाहिँ मलाई पनि दिएको थियो अनि यसमा कसैको दुध हालेर फिल गरिहाल्छ हैन त्यसपछि यहाँनिर कसैको रिचार्ज गर्ने जानकारी चाहिँ लाई चाहिँ जग्गा सुरु चाहिँ अब यसमा चाहिँ मलाई मिलाएर बनाउन सक्छु कस्तो अब छ चार नि रुमसँग मलाई त्यो छ मलाई मलाई हुन्छ यहाँ पनि मलाई ताकि बुझ्न पनि हुँदैन सबैले पानी बच्दै चाहिँ खास सिस्टम चाहियो त्यस्तो छ मलाई अब चाहिँ म सबसे दामी फुल नै अनि सबसे ठुलो अनि यसको चाहिँ बेबीहरु पनि छ यहाँ 3-4 वटा बेबीहरु आइरहेको छ यो चाहिँ अस्ति फुलिसकेको आधार हो यो सालको फुलिसकेको अब यही बेबीहरुले ठुलो भएर फुल्ने छ यसलाई अब म रोप्न गइरहेको छु हैन र यसको चाहिँ जट्टाली ठुलो भएकोले गर्दाखेरि पुरा नै गाह्रो हुने रहेछ यसो गरेर यहाँ यसको खजना खजना यसरी गरेको छु अनि यता पनि गरेर यतिखेर हावा चलिरहेकोले गर्दा डिस्टर्ब चाहिँ भएको छ ठिकै छ तर यो बाँच्ने मिस हो यसको चाहिँ बाँच्न आउँदो रहेछ अनि अहिले यो यस्तो भए तापनि पछि यो सुनाखरी रोप्दै हुनुहुन्छ घरमा भने यस्तो गमला चाहिँ अनिवार्य युज गर्नु होला अनि अर्को कुरा सुनाखरी रोप्दाखेरि माटोको प्रयोग नगर्नु होला यसलाई चाहिँ माटै चाहिँदैन जस्ट काठको धुलो भए पुगिहाल्छ यो काठको धुलोमै अथवा काठको बोक्रामै रुखको बोक्रा हुनु काठको बोक्रा हुँदैन रुखको बोक्रामै बाँच्ने एउटा खालको एक प्रजाति फुल हो त्यो भएकोले फाइनली हाम्रो सुनाखरीको लुक चाहिँ यस्तो भयो ट्याक्कसँगले यस्तरी भयो अनि भर्खरै हामीले नयाँ प्रजाति भेटेका छौँ यो सुनाखरीमै यस्तो प्रजाति पनि भेट्यो यसको नाम कसैलाई तपाईँहरूलाई थाहा भयो भने भनिदिनु होला यो चाहिँ दुर्लभ खालको प्लान्ट भेटिएको अवस्था छ अब यसलाई हामी रोप्छौँ कस्तो भयो निस्किन्छ त्यो पछाडि हामी देखाउँछौँ नयाँ दिन नयाँ ब्लगको साथ हामी उपस्थित भइसकेका छौँ आज देख्न सक्नुहुन्छ ब्याक साइडमा बादल अति दामी देखिरहेको छ अनि आजको ब्लग चाहिँ सुनाखरी फुल विशेष हुनेछ यो सुनाखरी फुल चाहिँ खास गरी जङ्गलमा पाउने हो अनि हामीलाई कसैले आएको छ फुल अब कहाँबाट आयो र कसले ल्याइदिनु भयो भन्ने विषय चाहिँ हामी बिस्तारै भन्नेछौँ है त आजभन्दा केही दिन अगाडिको कुरा हो हामी मामाहरूसँग फोनमा कुरा गरिरहेका थियौँ अनि त्यही सिलसिलामा फुलको विषयमा कुरा भयो कुरा हुँदै गर्दाखेरि हामीले सुनाखरीको नयाँ प्रजातिको विषयमा पनि कुरा गरेका थियौँ अनि जोस इच्छा राखेका थियौँ भनौँ न अर्को अब दसैँमा जाँदाखेरि चाहिँ ल्याउने भन्ने इच्छा राखेका थियौँ मामाहरूसँग त्यही कुरा राखेका थियौँ अनि हाम्रो मामाहरू चाहिँ कस्तो हुनुहुन्छ भने अ काइन्ड अफ सुपरम्यान दिदी भेना अनि भान्जा भान्जीले भनिसकेपछि चाहिँ जसरी पनि पुरा गरिदिनुपर्छ र पुरा गरिदिनुहुन्छ हैन त्यो भएकोले गर्दाखेरि उहाँहरूले चाहिँ जङ्गलमा गएर सुनाखरी खोजेर त्यो पछाडि सुनाखरीलाई रोप्नको लागि काठको धुलो मल भनौँ न सुनाखरीको लागि त्यो पनि व्यवस्था गरेर बाइकमा हालेर ल्याइदिनु भएको छ अब देखाउँछौँ हामी है त यो अहिले देख्न सक्नुहुन्छ विभिन्न प्रजातिको सुनाखरी अनि हिजो चाहिँ धेरै थियो आन्टीहरू अनि फेरि अर्को पनि आन्टीहरू गरेर हामीले 3 घर भएर बाँडिसकेका छौँ यो चाहिँ अहिले हाम्रो भागमा परेको विभिन्न प्रजातिको सुनाखरी छ देख्न सक्नुहुन्छ यो एउटा प्रजातिको भयो यो पछि फुल्दैपछि मात्रै थाहा हुन्छ कस्तो फुल भनेर यहाँ अर्को प्रजातिको छ यहाँ यो एउटा प्रजातिको छ त्यस पछाडि मलाई लाग्छ यो चाहिँ अघिकै प्रजाति हो अनि यहाँ पनि त्यही सेम प्रजाति छ र खतरा प्रजाति चाहिँ यो चाहिँ सानो सानो कलिलो मुनाहरू हान्दैछ कलिलो बोटहरू हान्दैछ यसरी अब हामी यसलाई रोप्नेछौँ आज यो रोप्नको लागि विशेष गमला पनि छ हामीसँग गमला त के भन्नु हामीले सामान राख्नको लागि लिएका थियौँ केही बट्टाहरू त्यसलाई नै नयाँ तरिकाले हामी रोप्न गइरहेका छौँ अनि यसको लागि अघि मैले भनेको थिएँ मल विशेष मल आएको छ भनेर त्यो पनि हामी देखाउँछौँ त्यो चाहिँ हामीलाई बोरामै ल्याइदिनु भएको छ फेरि एक बोरा ठुलो बोरा बिग बोराबाट यसरी मल चाहिँ यो चाहिँ हाम्रो गाउँतिर पाउने एउटा
प्रजातिको रुख हुन्छ लसुने भन्ने, त्यही लसुनेको धेरै तल गएर मामाहरूले ल्याउनु भएको अरे यो चाहिँ। अनि यसलाई रोप्नको लागि अघि मैले भनेको थिएँ सामान राख्ने एउटा भाडा हुन्छ, यो चाहिँ थियो, यो हो। यसलाई नै हामीले गमला बनाउन खोजिरहेका छौँ। यस्तो छ। यो पल भएको चाहिँ किन युज गर्न खोजेको भने यो हाम्रो सुनखरीले अलिक पानी कम पच्ने भएकोले गर्दाखेरि चाहिँ हामीले टक्कसँगले पल भएको यस्तो गमलामा चाहिँ रोप्न खोजिरहेछौँ। अनि गमलामा हामीले अस्ति दसैँमा जाँदाखेरि ल्याएको सालको टुक्राहरूलाई यसरी मिलाएर टक्क राखेका छौँ। यो माथि चाहिँ हामी लगाउँछौँ के भन त समिता, लसुनेको धुलो। यसरी हामी समिताले सजाउँदैछ। केही भन्नु छ मामा माइजूहरूलाई? धेरै धेरै धन्यवाद। यस, भान्जा भान्जीहरूलाई जहिले यसरी नै माया गरिदिनु होला। हाम्रो चाहिँ माया धेरै छ, लाखौँ छ भन्दै अब हामी लाग्छौँ सुनखरी रोप्न है त। अब चाहिँ समिताले बोराको मललाई मिलाएर गमलामा राख्नु सुरु गरिसकेको अवस्था छ। अब यसमा बिस्तारै हामी रोप्नेछौँ सुनखरीलाई। यस्तो भएको छ गमलामा, यताबाट हेर्दा यस्तो हुन्छ। यहाँबाट जति पानी परे पनि मजाले जान्छ ताकि हाम्रो सुनखरी कुँदैन। सुनखरीले चाहिँ पानी नपच्ने भएकोले यसलाई चाहिँ खास किसिमको गमला चाहियो। यस्तो छ गमलाको स्ट्रक्चर। अब चाहिँ मैले सुनखरी रोप्न थालिसकेको अवस्था। अब चाहिँ सुनखरी म रोप्न गइरहेको छु। सुनखरी रोप्ने सबै तयारी समिताले गरिसकिदिएकोमा धन्यवाद। अघि म भिडियो बनाउँदै थिएँ, त्यसले गर्दा अलिकति मैले तयारी गर्न पाइनँ। अब यसलाई बिस्तारसँगले जरालाई यो उसले उरेर रोप्ने कार्य गर्दैछु म चाहिँ। ढुटो अलिकति चाहिने भयो, हालिदेऊ त थोडा थोडा। ओ यसको त बास्ना पनि आउँदो रहेछ नि, लसुनको बास्ना हुने भएकोले लसुने हरे होइन यसको नाम चाहिँ। तर यो हाम्रो समिताले आफैले कथा बनाउनु भएको हुनसक्छ। एक्ज्याक्टली लसुने नै किन यो रुखको नाम रह्यो भन्ने चाहिँ थाहा छैन, तर जस बास्ना चाहिँ छुट्टै आउँदो रहेछ यो रुखको। ल राम्रोसँग जाग्नु, तर एक साइड भयो कि जस्तो लाग्यो हो। ठिकै छ, बेबीहरू ल एउटा रोपिसकेको अवस्था छ। अब देखाउँछु तपाईँलाई रोपिसकेको अवस्था यस्तो छ। यो पछि फुल्यो भने चाहिँ म पक्कै देखाउने छु, तर मामाले भन्नु भए अनुसार यो चाहिँ नफुल्ने प्रजाति हो। अरू फुल्यो भने चाहिँ यहाँ समिताले यसरी रोप्दै छिन्। तर यो चाहिँ फुल्ने प्रजातिको, यसको बेबीहरू पनि पलाउन सुरु गरेको छ नि, जराहरू पलाउन सुरु गरिसकेको छ। यसरी अहिले चाहिँ यस्तो छ, तर यो फुल्दाखेरि चाहिँ बबाल देखिने छ। अस्ति मामा घरमा चाहिँ फुलिरहेको थियो। अब चाहिँ म सबसे दामी फुल्ने अनि सबसे ठुलो अनि यसको चाहिँ बेबीहरू पनि छ। यहाँ 3-4वटा बेबीहरू आइरहेको छ। यो चाहिँ अस्ति फुलिसकेको आँगाहरू हो। यो सालको फुलिसकेको। अब यही बेबीहरूले ठुलो भएर फुल्ने छ। यसलाई अब म रोप्न गइरहेको छु होइन। तर यसको चाहिँ जट्टा अलिक ठुलो भएकोले गर्दाखेरि एउटा
बढाउने गाह्रो 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 हुने रहेछ यस्तो गरेर। यहाँ यसको खजना त्यो जुसरी झिक्नु भएको होइन त्यो माथि आउँछ नि त। खजना यसरी गरेको छ। यता पनि गरेर यतिखेर हावा चलिरहेकोले गर्दा अलिक डिस्टर्ब चाहिँ भएको छ। ठिकै छ तर यो बास्नै मिठो हो। यसको चाहिँ दामी बास्ना आउँदो रहेछ। अनि अहिले यो यस्तो भए तापनि पछि यो चाहिँ पोका पर्छ अरे ताकि अनि यो झर्न पाउँदैन अरे। यो काठको विशेषता त्यस्तो छ अरे। अनि छिटै यो मक्केर यो बोट बिरुवालाई चाहिँ मल हुन्छ अरे। त्यो भएर यो चाहिँ बेस्ट अरे। सालहरूको चाहिँ अलिकति मक्न ढिलो हुन्छ भन्नु भएन मामाले? हजुर। धेरै वर्षसम्म नमक्नु भनेको बोट बिरुवाले मल नपाउनु भन्ने तरिकाले हामीलाई सजेसन दिनुभयो मामाले। त्यो पनि नयाँ कुरा हामीले जानेको अवस्था हो होइन। र मैले फाइनल्ली रोपिसकेको छु। होप यसले दामी फुल्छ। अनि अर्को साल चाहिँ म सबैजनालाई यस्तो फुल्यो भनेर हाल्नेछु अर्को भिडियो। यो चाहिँ समिताले मिलाएको थियो, मलाई मिलाइदिएको थियो गमला। अब चाहिँ म समितालाई मिलाइदिँदैछु। यसरी रोप्नको लागि तयारी गरिदिँदैछु। वरिपरि काठको टुक्रा हालेर अनि यसमा लसुनेको ढुटो हालेर यसरी वरिपरि हालिसक्ने पहिला। त्यस पछाडि यहाँनिर लसुनेको बिचमा ढुटो हाल्ने। समिताले पनि बिस्तारै आफै तयारी गर्ने भन्ने गर्दैछु। यसमा ढुटोलाई यसरी बिचबाट सुरु गरेपछि यसरी वरिपरि मिलाएर हाल्ने। बिचमा चाहिँ हामीले खाली छोड्नुपर्छ। त्यहाँ चाहिँ फुलको जट्टा राख्ने। अनि यहाँनिर जट्टा राखिसके पछाडि बिस्तारै यसलाई पुर्नुपर्छ। यहाँ चाहिँ सुनखरीको बेबी अति नै सानो एउटा बेबी छ। यसलाई नि रोप्छौँ हामी बेबीलाई पनि। यता चाहिँ सबै मम्मीहरू छ। सबै एकै प्रजातिको हो। त्यही कारणले हामीले यसलाई चाहिँ एउटै गमलामा रोप्ने निर्णय गरियो। त्यसकारण हामीले अब यो तरिकाले रोप्दैछौँ। यो माथि ढुटो हाल्ने कार्यक्रम। तर यसले फुल्ला, यसले हामीलाई प्रगति गरेर देखाउँला त? अभियसली यसले देखाउँछ किनभने यसको मल अति नै खतरा खालको यो बबाल मल पाएकोले गर्दाखेरि अभियसली यसले फुल्छ। अर्को साल यतिखेर हामी सुनखरी फुल्यो है भनेर भिडियो बनाउन पाउनेछौँ। हामीले रोपिसकेको अवस्था छ। यसरी टक्कसँगले यसलाई अब हामी राख्नेछौँ व्यवस्थित ठाउँमा। एउटा निश्चित ठाउँ बनाइवरी ताकि हावाहुरी र पानीले यसलाई नमारोस् भन्ने हाम्रो एउटै उद्देश्य हो। फाइनली हाम्रो सुनखरीको लुक चाहिँ यस्तो भयो ट्याक्कसँगले। तयारी भयो। अनि भर्खरै हामीले नयाँ प्रजाति भेटेका छौँ। यो सुनखरीमै यस्तो प्रजाति पनि भेटियो। यसको नाम कसैलाई तपाईहरूलाई थाहा भयो भने भनिदिनु होला। यो चाहिँ दुर्लभ खालको प्लान्ट भेटिएको अवस्था छ। अब यसलाई नै हामी रोप्छौँ। कस्तो भइ निस्किन्छ त्यो पछाडि हामी देखाउँछौँ।
पनि सुनाखरी रोप्दै हुनुहुन्छ घरमा भने यस्तो गमला चाहिँ अनिवार्य युज गर्नु होला। अनि अर्को कुरा, सुनाखरी रोप्दाखेरि माटोको प्रयोग नगर्नु होला। यसलाई चाहिँ माटै चाहिँदैन, जस्ट काठको धुलो भए पुगिहाल्छ। यो काठको धुलोमै अथवा काठको बोक्रामै, रुखको बोक्रो भनौँ, काठको बोक्रो भन्दा नि रुखको बोक्रोमै बाँच्ने एउटा खालको एक प्रजाति फुल हो। त्यो भएकोले गमला अनि यसमा लाग्ने काठको धुलो छनौट गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्छ हामीले। यो सुनाखरी रोप्दाखेरि घरमा त्यो भए पछाडि मजाले हुन्छ। यो चाहिँ हामीले यसभन्दा अगाडि पनि रोपेको हुनाले त्यहाँको अनुभव हजुरहरूलाई मैले सेयर गरेको है त। यिनीहरूले हामीले सुनाखरी रोपिसकेका छौँ अनि हामी आभारी छौँ आमा, मामा, माइजू प्रति ती राम्रो फुल पठाइदिनु भएकोमा भन्दै टाढैबाट नमस्कार गर्दै यो ब्लगबाट हजुरहरू सबैसँग छुटिन चाहन्छौँ। बाई बाई, सी यू नेक्स्ट ब्लग।